नमस्कार तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ हामी यता हङकङ सस्तो बजारमा आएको छु क्या भेजिटेबल किन्नलाई आएको। अनि आज माघे संक्रान्ति अनि तपाईहरु माघे संक्रान्ति कस्तो भयो? अझै रमाइलो त रमाइलो भयो। एकातिर पोखरामा चाहिँ प्लेन दुर्घटना भयो हैन, धेरै दुःखको खबर। बजारमा चाहिँ आज सस्तो बजार हङकङ बजारमा चाहिँ आज मेरो बुढी र भाउजू आउनु भएको छ, मसँग साथी है। सस्तो बजार पोखरा चल थापिदिनु पर्ने। हस् बोन सक्ला नि त। टमाटर दिनु छ यसमा त यसरी बोक्नु फेरि टुट्छ नि, यसरी यस्तो गरेर यसरी हुनुपर्छ के यस्तो त भ्याट्दै जान्छ। यहाँ कस्तो हुन्छ बुझ्यो? अब के किन्नु बाँकी छ? टमाटर किन्नु बाँकी छ अरे। भित्र जाऊँ न। यो थोरै समात्नु त, यो प्याज बनाउनु ल छ आज त 40 मा ल्याएछ दिदी। सक्यो नि एकदम आलु प्याज लसुन सबै किन्नु सक्यो। हामी घर आयो है यहाँबाट चाहिँ कोठा जानलाई लगभग 10-15 मिनट लाग्छ। अहिले चाहिँ हामी सस्तो बजारमा आइपुग्यो है, हङकङ बजारबाट सस्तो बजारमा आइपुग्यो। कस्तो भयो हजुरहरूको माघे सङ्क्रान्ति? रमाइलो पनि भयो, एकातिर अरू घटनाहरू पनि सुन्यो है पोखरामा। अब यहाँबाट चाहिँ हामी नयाँ बजार निस्किन्छौँ। है बजारबाट हेर्दै गर्नु होला, भिडियो कस्तो लाग्छ कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है। हालो
त्यस्तो हामी चाहिँ भेजिटेबलहरू फलफुल किन्न आएको क्या अरे आफू होला 30-40 केजी है छ 5 केजी आलु 1.5 केजी प्याज 1 कौला मान्छेभन्दा नि गरौँ खै बराबरी भएर त गाह्रो भयो ल हस्पिटल होला यहाँबाट चाहिँ अझै 10 मिनट जति लाग्छ होला कटा पुग्नलाई चाहिँ हामी सफा गाडी हो सफा गाडी गलत भएर अझै लास्टै गलिसक्यो है कोठा कहिले आइपुग्दैन अझै लाग्छ हेर्ने समय लाग्छ अझै हामी घरतिर 5 किलो आलु के अरे हातमा चाहिँ क्या गल्दो रहेछ हात चाहिँ 5-7 किलो आलु बोक्दा पनि अनि हजुरहरूले कहाँ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है आज माघे सङ्क्रान्ति है अनि गाउँमा हुँदाखेरि त गाउँतिर त माघे सङ्क्रान्तिको दिन तेल ठोकिन्छ क्या अरे पोखरातिर चाहिँ तेल ठोक्ने चलन चाहिँ रहेनछ है सङ्क्रान्तिमा चाहिँ हाम्रोतिर चाहिँ शिरमा तेल ठोकेर पाउसम्म चाहिँ छुइनु पर्ने गरेर तेल ठोक्नुपर्छ भन्नुहुन्थ्यो आमाले है तर पोखरातिर चाहिँ रहेनछ त्यस्तो चलन के छ आफ्नो ठाउँको एउटा चलन हो क्या अरे है साह्रै हात गरिसक्यो है हाल बोक्दा चाहिँ अझै टाइम लाग्छ कोठा पुग्नलाई भिडियो चाहिँ फुल वाच गरिदिनु होला है यही भन्न चाहन्छु मुडेर घरको पछाडि छ है Suzuki company. अब कोठा पुग्नु लागेको छ अब लगभग 2-4 मिनटमा पुग्छौँ है कोठामा महेन्द्र कलेज छ हो हाम्रो कोठा चाहिँ आगे लाग्यो
होला चाहिँ बस्नै पर्छ क्या फेरि बाटोमा होइन बस्नै पर्छ नि होइन आज ग्यास्ट्रिक भएको छ माघे सङ्क्रान्तिमा के घिउ खाएर हो क्या सङ्क्रान्ति आयो भने त त्यसरी पेट कति हुन्छ नि ल 2-3 मिनटको कोठा आइपुग्दा 2-3 मिनट माघे हुँदा नि बस्नुपर्छ क्या यिनीहरूलाई क्या के भन्न नमिल्ने क्या अरे भन्न चाहिँ पानी बेलामा त जाडो जाडो भएको थियो अहिले चाहिँ हिँड्दै लास्टै गर्मी भयो अहिले चाहिँ लास्टै जाडो भइरहेको थियो बाहिर निस्किने बेलामा कोठाबाट अहिले चाहिँ लास्टै गर्मी भइरहेको छ अब कोठा पनि आइपुग्नु लाग्यो भिडियो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है भ्लगहरू हेर्दै गर्नु होला साह्रै गर्मी भयो है हिँड्दा हिँड्दा अहिले चाहिँ जाडो भयो के छ इमान अगाडि हेर्दै गर्नु होला जस्तो लाग्छ त्यस्तो प्रतिक्रिया दिने होला ओके बाई बाई